Hi everyone, welcome my blog, new blog. साथीहरु यो चाहिँ टक्क तपाईको सिपकोट को इको लेक भ्यू हो। इको पार्क एकदमै राम्रो छ। यहाँ चाहिँ हरियाली चारैतिर देख्न सक्नुहुन्छ। मेरो पछाडिको दृश्य इभिनिङमा वकिङ गर्नको लागि, गर्मीयामा शीतलको लागि र बस्नको लागि, घुम्नको लागि एकदम राम्रो छ है। भर्खरै बनाएको नाउलो सिपकोटदेखि भित्रपट्टि पर्छ यो दृश्य देख्न सक्नुहुन्छ। एकदमै रमणीय छ, शान्त वातावरण छ। जतातिर तपाईको लेक छ, साथतिर एकदमै चिसो हावा, शान्त वातावरण, हरियालीसँगै माहौल राम्रो छ। नजिकै हुनु चाहिँ पक्कै घुम्नुलाई राम्रो छ साथी। यहाँको दृश्य राम्रो लाग्यो मलाई घुमेर आएर युनिक वाकिङको लागि एकदमै राम्रो छ है। हरियालीको बेला सबै साथीहरू घुम्न आउनुहोला। हुन्छ, अर्को ब्लगमा भेटौँला।